कुमारीका निर्देशक राउतले लेखे थिएटर टेक्निसियनलाई पत्र। निर्देशक दिनेश राउतको प्रतीक्षित चलचित्र कुमारी यही माघ 23 गतेदेखि देशभरका सिनेमाघरहरू प्रदर्शन हुँदैछ। प्रदर्शनको पूर्व सन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिस्टहरूलाई पत्रचार गर्दै चलचित्रको ध्वनि गुणस्तरका बारेमा प्राविधिक जानकारी गराएका छन्। चलचित्र कुमारीलाई अत्याधुनिक इमर्सिभ फर्मेटमा साउन्ड मिक्सिङ गरिएको छ। दर्शकहरूले उच्च प्रविधि जडित हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकुन् भन्ने उद्देश्यले चलचित्रको साउन्ड डिजाइन गरेको निर्माण पक्षले जनाएको छ। निर्देशक राउतका अनुसार चलचित्रको साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट 5.5 मा गरिएको छ। ध्वनिको डाइनामिक सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गरेको हो। निर्माण टोलीले सिनेमा हलहरूमा प्रदर्शन पूर्व नै 5.5 फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ। चलचित्रको प्रभावकारी प्रस्तुतिमा कमी नआओस् भन्नका लागि हलहरूलाई 5.5 भन्दा कम भोल्युम युनिटमा चलचित्र प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राहुलले बताए। उच्च प्राविधिक मापदण्डमा तयार पारिएको कुमारीले नेपाली चलचित्रको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने विश्वास गरेको छ। यो फिल्ममा अभिषेक खड्का र आकृति राज भण्डारीको प्रमुख अभिनय रहेको छ भने महेन्द्र अधिकारी निर्माता छन्। धन्यवाद।